साथीहरू नमस्कार। अहिले कर्मचारी सञ्चय कोषले पुरानो जुन हामी अनलाइन गर्दाखेरि कुनै पनि सामुदायिक विद्यालयमा कार्य शिक्षकहरूको अनलाइन गर्दाखेरि जस्तो किसिमको इन्टरफेस थियो त्यसलाई कर्मचारी सञ्चय कोषले ठ्याक्कै परिवर्तन गरेर त्यसको चाहिँ भनेको इन्टरफेस चाहिँ चेन्ज गरेर नयाँ मोडेलमा ल्याएको छ। जसले हेर्दाखेरि त्यसमा चाहिँ अलि कर्मचारी सञ्चय कोषले कुनै पनि कर्पोरेट अथवा कुनै पनि विद्यालयले सञ्चालन गर्दाखेरि त्यसलाई प्रयोग गर्दाखेरि त्यो प्रयोगकर्तालाई एउटा विद्यालयले एउटा एग्रिमेन्ट गरेर दिनुपर्ने आवश्यकता चाहिँ देखिन्छ। त्यसकारण त्यो एग्रिमेन्ट कसरी हामीले कुनै पनि विद्यालयको अथवा कुनै पनि संस्थाको कुनै पनि सरकारी निकायको हामीले एग्रिमेन्ट कसरी अपलोड गर्न सक्छौँ कर्मचारी सञ्चय कोषमा, त्यसको बारेमा म चाहिँ आज सिकाउन गइरहेको छु। त्यसकारण तपाईहरू साथीहरूले अलि ध्यान दिएर मैले गर्ने एक्टिभिटिजहरूलाई, मैले गर्ने जुन चाहिँ यहाँ छ चरणहरूलाई राम्रोसँग हेरिदिनु होला र त्यस्तै किसिमको तपाईहरूले अपनाउनु भयो भने यो समस्या समाधान गर्न सकिन्छ। हस्त नमस्कार। सबभन्दा पहिले हामी के गर्ने भन्दाखेरि कुनै पनि है कम्प्युटर, ल्यापटप, डेस्कटप हुँदाखेरि त्यसको एउटा ब्राउजरमा जाने, ब्राउजर सबभन्दा पहिले हामीले ओपन गर्नुपर्ने हुन्छ। जसरी मैले चाहिँ क्रोम यहाँ गरिरहेको छु। अब क्रोममा गएर के गर्ने भन्दाखेरि हामीले गएर एउटा नयाँ ट्याब हुन सकिन्छ, जुन ट्याब भनेको हामी यहाँ हेर्न सक्छौँ। जसको माथि गएर हामी के भन्दाखेरि अथवा सर्चमै गएर हामी इपिएफ भनेर लेख्न सकिन्छ। इपिएफ लेख्नु, इपिएफ लेखिसके पछाडि कर्मचारी सञ्चय कोषको भनेर यसरी यहाँ सबभन्दा टपमै कर्मचारी सञ्चय कोष भनेर आउँछ, त्यसमा हामी क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गर्दाखेरि यसरी हेर्न सकिन्छ। यो पुरै हाम्रो के त भन्दाखेरि यहाँ अनलाइन सेवा छ। यो भनेको कर्मचारी सञ्चय कोषको के त भन्दाखेरि होम पेज हुन्छ, जसको चाहिँ हामी www एड्रेस चाहिँ यहाँ दिएकै छ, हामीले हेर्न सक्छौँ है। www.epf है .org.np बाट पनि हामी लगइन गरेर कुनै पनि ब्राउजरबाट गर्न सकिन्छ। त्यसरी चाहिँ ओपन गर्ने हो। यति ओपन भइसक्दाखेरि अब हामीले के गर्नुपर्ने भन्दाखेरि यता उनले गर्ने एक्टिभिटिजहरू हुन्छन्, त्यसलाई छोडेर हामी के गर्नु पर्यो भन्दाखेरि अनलाइन सेवामा जानु पर्यो। अनलाइन सेवामा दुईटा कुरा हुन्छ, एउटा लगइन र एउटा केवाइसी। केवाइसी भनेको हामी त्यो पनि व्यक्तिगत र कार्यालयको गर्न सकिन्छ भने लगइन पनि हामी व्यक्तिगत र कार्यालयको किसिमले गर्न सकिन्छ। हामीले गर्ने के त भन्दाखेरि अहिले कार्यालयमा क्लिक गर्नुपर्ने हुन्छ। कार्यालयमा क्लिक गर्ने, कार्यालयमा क्लिक गर्दाखेरि यस्तो किसिमको इन्टरफेस आउँछ है। यसरी आउँदाखेरि हामी हेर्न सक्छौँ यसमा के त भन्दाखेरि सुरुमा हामी भनेको यहाँ हेर्न सकिन्छ। यहाँ भनेको स्कुलको एउटा कोड र जुन हामी हेर्न सक्छौँ कर्मचारी सञ्चय कोषले दिएको कोड है, त्यसलाई हामी लेख्छौँ भने तलतिर हामीले त्यसका पासवर्ड लेख्न सकिन्छ है। पासवर्ड लेखेर अनि हामी यसलाई साइन इन गर्नुपर्ने हुन्छ है। साइन इन गर्दाखेरि यहाँ आइसकेका कुरा छन्, तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ श्री नवजीवन आधारभूत अथवा कुनै पनि विद्यालयको के त भन्दाखेरि हुन्छ हो। यसरी आइसक्दाखेरि यहाँ पनि एउटा मेसेज आएको छ है, इम्पोर्टेन्ट नोटिस भनेर। त्यसलाई तपाईँ हेर्नु, प्लिज अपलोड योर अफिस एग्रिमेन्ट, फेलर टु सो मेनी रिजल्ट्स इन योर एकाउन्ट बिङ टेम्पोरली ह्याटेड हुनु भन्छ। त्यसकारण यहाँ के भन्दाखेरि कन्ट्याक्ट हुने यहाँ गर्नु भनेको छ, अथवा हामीले यहाँ एउटा जिमेल एड्रेस चाहिँ दिएको छ, त्यसमा पनि हामी यो गर्न सक्छौँ। सबभन्दा पहिले हामी क्यान्सलमा क्लिक नगरेर प्रोसेसमा क्लिक गर्नुपर्ने हुन्छ। अब प्रोसेसमा क्लिक गर्दाखेरि यहाँ भनेको दुई किसिमको छ है, हामी हेर्न सक्छौँ। डाउनलोड एग्रिमेन्ट भन्ने कुरा, जस्तो संस्थागत विद्यालयहरूमा पनि कति भनेको सञ्चय कोषमा आबद्ध हुने कर्मचारीहरू छ, त्यसले इङ्ग्लिसमा पनि त्यो एग्रिमेन्टलाई डाउनलोड गरेर त्यसमा सही छाप गरेर हाल्न सकिन्छ भने अर्को भनेको नेपालीमा पनि गर्न सकिन्छ है। जसरी नेपालीमा हामी डाउनलोडमा क्लिक गर्दाखेरि यहाँ के त भन्दाखेरि नेपाली डाउनलोडको एउटा यहाँ आउँछ यस्तो किसिमको है। यसलाई हामीले मजाले पढ्न सकिन्छ। अफिस लगइन जस्तो कर्मचारी सञ्चय कोष अफिस लगइन सेवाको प्रयोग र प्रमाणीकरण सम्बन्धमा भनेर जसका सम्बन्धित नियम र शर्तहरू छन्, जुन शर्तहरू यहाँ दिएका छन् है,
यो सर्तहरू तपाईँहरूले मजाले पढ्नु होला। र तल भनेको कार्यालयको छाप, कुन कार्यालय हो, कार्यालयको छाप, अनि त्यस पछाडि कार्यालय, कम्पनीको प्रमुख जसले गरिरहेछ त्यसको दस्तखत, नाम, पद र मिति हाल्नु पर्ने हुन्छ। अनि कार्यालयले निर्णय गरी कार्यालयका कर्मचारी प्रयोगकर्तालाई अफिस लगइन सञ्चालनको जिम्मेवारी दिनेछ भनेर यहाँ लेखेको छ। हामीले यहाँ कार्यालयको छाप र यहाँ चाहिँ कार्यालयको प्रमुख अथवा जसलाई जिम्मा दिएको छ त्यसको गरेर यसलाई के गर्नुपर्छ भन्दाखेरि हामीले सही छाप गरेर यसलाई के गर्ने फेरि यसमा जाने, अनि यसमा गएर जुन हाम्रो यहाँ लगइन भनेर अपलोड एग्रिमेन्ट भन्ने जुन ट्याब खुलेको छ यसमा गएर हामीले चुज फाइलमा क्लिक गर्नुपर्ने हुन्छ। अब जुन एग्रिमेन्ट तपाईँले स्क्यान गर्नुभयो अथवा फोटो खिचेर राख्नु भएको छ त्यसलाई के गर्ने भन्दाखेरि हामीले ठ्याक्कै जहाँ छ जुन लोकेसनमा गएर त्यहाँ जस्तो यहाँ छ भने यसलाई एग्रिमेन्टलाई गरेर अनि हामीले यसलाई के गर्नु पर्यो भने ओपन गर्नु पर्यो। ओपन गर्दाखेरि यहाँ आइसकेको छ र अपलोडमा क्लिक गर्नु। त्यस पछाडि त्यो व्यक्तिलाई भनेको कर्मचारी सञ्चय कोषले पुरै जिम्मेवारी दिन्छ र त्यसले चाहिँ चलाउँदाखेरि कुनै पनि समस्या आयो भने त्यस्ता किसिमका मान्छेलाई कर्मचारी सञ्चय कोषले डाइरेक्ट चाहिँ सम्पर्क गर्ने गर्दछ र त्यसले सम्पर्क गरेर पनि काम गर्न सकिन्छ भन्न खोजिरहेको छु।